हेलो भ्युवर्स, यो चाहिँ हाम्रो फ्यामिली पिकनिक अस्ति हामी गएको थियौँ नानीहरू लिएर। अनि हेर्नुहोस् ल के हुँदो रहेछ। यो स्पट चाहिँ रङ्गली बजारको मुनिनिर हो। चाइल्ड फ्रेन्डली, वाटर करेन्ट पनि त्यस्तो हाई छैन, सेफ अनि सफा जग्गा, रोडदेखि एकदमै छेउमा। यो चाहिँ हामी आउटडोरमा ननभेज पकाउँछौँ भने चाहिँ सिकारी जङ्गली भन्छ नि है, देवी देवताहरूको लागि चाहिँ हामी होमेज चढाउँछौँ, त्यही हो। अब हाम्रो यहाँ सर्जन आजको सेफ चाहिँ मेरो हस्बेन्ड हुनुहुन्छ, उहाँको काम स्टार्ट भयो। क्यामेरा स्टार्ट गरे कि आइहाल्यो। आम्मामाम, हाम्रो एन्टरटेनर डान्स चाहिँ यति साह्रो ननस्टप गरिदिन्छ नि, बोर चाहिँ हुनु दिँदैन। थ्याङ्क यू। मेरो काम चाहिँ अदुवा लसुन के छ केलाउँदै बस्ने काम। खोला छेउमा बसेर सुत्नु कति मजा आउँछ नि है। तागेरा चाहिँ फेरि फिसिङ गर्ने अरे। ड्याडुले चाहिँ कहाँबाट ल्याइदिनु भएछ नेट, हेर्नु नि, नक्कल पार्दै बोल्दै पुरा एक्टिङ पार्दै गर्छ। साम्यले चाहिँ फिसिङ रड ट्राई गर्ने अरे योपालि चाहिँ। ड्याडु पनि एकदम एक्साइटेड हुनुहुन्छ। लु फेरि अब उसको अर्को पर्फर्मेन्स सुरु भइहाल्छ। क्यामेरा त देख्नै हुँदैन। अब खाना रेडी भइन्जल एकछिन रेस्ट। अब हामी टायर्ड पनि भयौँ, अब चाहिँ भोक पनि लाग्यो। यो होल डे चाहिँ हामीले एकदम मजाले इन्जोय गऱ्यौँ। आई होप तपाईँहरूलाई पनि राम्रो लाग्यो होला मेरो भिडियो। मलाई एकदम मनपर्छ हाम्रो फ्यामिली टाइमको है सेयर गर्नु मोमेन्टहरू तपाईँहरूसँग पनि। तपाईँहरूलाई कस्तो लाग्यो कमेन्टमा काइन्डली बताइदिनुहोस्। हस् त यति नै आजलाई। ह्याभ अ गुड डे।